जब मकै यत्रो हुन्छ यो अवस्थामा हल्का मल पुगेको छैन भने एकपटक गोडेर उकेर लाएको अथवा तपाईँले सेलेक्टिभ हर्बिसाइड हालेको ठाउँमा पनि सर हल्का युरिया छरेर ट्याक्क यो उमेरमा मकैमा सिँचाइ गरिदिनु भयो भने मकैको एकदमै राम्रो उत्पादन हुन्छ र मकैलाई 100 सेमीमा सिँचाइ गर्न सकियो र 100 सेमीमा हामीले यदि मल पुगेको छैन भने युरिया दिन सकियो भने त्यसबाट जति उत्पादन लिनुपर्ने हो त्यति उत्पादन हामीले लिन सक्छौँ र यो लाइनमा लगाएको यो हाइब्रिड जातको सिपी 808 हाइब्रिड जातको मकै हो र यसरी लाइनमा लगाइयो भने मकैको उत्पादन धेरै राम्रो हुन्छ र धेरै उत्पादन हुन्छ र मैले अहिले भन्न खोजेको यो ठ्याक्कै यही उमेरमा सर युरिया दिएर हामीले सिँचाइ गर्नुपर्ने हुन्छ। सिँचाइ धेरै लामो समयसम्म तलाउनु भयो, पानी 1-2 घन्टा 3 घन्टा तलाउनु भयो भने मल जति चुहेर जान्छ, मकै पहेँला हुन्छन्। हल्का जमिन सर भिजाउने मात्र हो, पानी तल जाने गरी कहिल्यै पनि भिजाउनु हुँदैन। यति कुरा पनि तपाईँहरूले ध्यान राख्नु होला र यो भिडियो सेयर पनि गरेर सबैलाई जानकारी दिनु होला।